बुढाको मसाज गर्नु बुढाको नि जतासुकै कहाँ गर्छ उनीहरू ल एउटा गेम मम्मीसँग खेल्नु पर्यो बेयर मिनिमम हो कि प्रिन्सेस ट्रिटमेन्ट त्यो भनेको चाहिँ कुनै पनि केटा मान्छेले अथवा ज्वाइँले मेरो लागि त्यो गर्नुहुन्छ होइन कुनै पनि केटा मान्छेले आफ्नो बुढीको लागि गर्छ भने त्यो बेयर मिनिमम भनेको नर्मल हो कि यतिको त गर्नै पर्छ भन्ने हो कि प्रिन्सेस ट्रिटमेन्ट भनेको त राजकुमारीको सेवा गरे जस्तो अलि बढी भयो भन्नु है रेस्टुरेन्टमा खाना खान गयौँ पैसा चाहिँ ज्वाइँले तिर्नु भयो भने नर्मली बेयर मिनिमम गर्नै पर्छ गर्नै पर्छ हिँड्दा हिँड्दै खुट्टाको लेस फुस्क्यो अनि ज्वाइँले बाँधिदिनु भयो भने ओभर भयो प्रिन्सेस ट्रिटमेन्ट किन आफूले सकिन्छ नि महिनाको एकचोटि सपिङ गर्न लिएर जानुभयो भने किन कुनै पनि अकेजनमा भइकन ज्वाइँले मलाई फुल ल्याइदिनु भयो किनेर अथवा टिपेर भने चाहिँ के हो नर्मल्ली दिनु पर्यो एनिभर्सरीको डेट चाहिँ याद गर्नु भनेको के हो नर्मली याद गर्नुपर्छ अनिखेरि मलाई खुट्टाको मसाज दिनुभयो भने मलाई खुट्टामा मसाज के मसाज त अब सन्तुलाको बेला मसाज गर्नु पर्यो अब जतासुकै गरिदिनु त किन जतासुकै कहाँ बुढीको मसाज गरिरहनु त के हुन्छ र बुढीको मसाज गर्नु हामी त बुढाको बेलामा मसाज गर्नु ठिक हामी त बुढाको मसाज गर्नु बुढाको नि जतासुकै कहाँ गर्छ उनीहरू ए सन्तुला भएको बेलामा नर्मल भयो बेसरी भोक लागेको बेलामा मलाई ज्वाइँले खाना अर्डर गर्नुभयो अथवा खाना बनाउनु भयो भने के हो त्यो भोक लागेको बेलामा बनाएको राम्रै हो सँगै हिँड्दै अनि पहिला ज्वाइँले ढोका खोलिदिनु भयो अनि बल्ल म बाहिर निस्केँ जस्तै कारमा पनि पस्दैछौँ पहिला ढोका खोलिदिनु भयो अनि बल्ल म पस्छु किन आफै पनि सकिन्छ नि मैले खाएको भाडा चाहिँ मागिदिनु भयो भने त ओभर भयो किन त्यो सन्त नभएको बेलामा अलिकति फुर्सद नभएको बेलामा त्यो ठिकै हो अब नर्मली त लेडीले चाहिँ भाडा माग्छ नर्मली तिन कुरा नगर्नु न अब मैले पनि त ज्वाइँले खाएको भाडा माग्छु नि त त्यो नर्मल मिलिदिदी गर्छु नर्मलै भयो नि त ज्वाइँले मैले खाएको भाडा मान्नु र मैले ज्वाइँले खाएको भाडा मान्नु त एउटै भयो नि कतै हिँड्दैछ मेरो पर्स बोकिदिनु भयो अथवा मेरो झोला बोकिदिनु भयो अथवा मेरो खुट्टा दुख्यो अनि स्यान्डल बोकेर हिँड्नु भयो भने त्यो त ओभर भयो ओभर भयो नि त किन कहाँ लेडिजको झोला जेन्ट्सले बोकेर हिँड्नु त के भयो त अनि बाबाले बोकिदिनुहुन्छ त कपडा चढ्दा अप्ठ्यारो पर्दा त नसक्दा हो सक्दाखेरि त आफै बोक्ने त्यो सक्दाखेरि भयो त्यसमा त्यो अलि बढी भयो ल मम्मीले कति मिलाउनु भयो